गाइज वेलकम टु माई युट्युब च्यानल एन्ड नमस्ते सबैलाई। सो म चाहिँ यो कपडाहरू प्याक गरिरहेको थिएँ किनभने म चाहिँ एउटा कराते प्लेयर हो होइन। यति धेरै वर्षको मेहनत र प्रतीक्षापछि होइन हामीले फाइनली ब्ल्याक बेल्ट लिन हिँडिरहेको छौँ। सो लेट्स गो। मेरो घर चाहिँ लुम्बिनी प्रदेश रूपन्देही जिल्ला देवदह नगरपालिकामा पर्छ होइन। अनि हामी चाहिँ अहिले घरबाट हिँडिसकेपछि सायद घरको हिँडिरहेको मैले भिडियो त होइन रेकर्ड गर्न पाएन, तर हामी चाहिँ बुटुल पुगिसकेको थियौँ। बुटुल गोल्ड पार्कको भ्यू यो मैले हजुर देखाएको थिएँ। अनि हामी चाहिँ बुटुल गरिसकेपछि टक्क लाएर गाडीमा हाँस्दै रमाउँदै हिँडिरहेको थियौँ किनभने मिठो मिठो सपनाहरू बुन्दै टक्क लाएर अब चाहिँ ब्ल्याक बेल्ट पाइनु भयो है भनेर हामी चाहिँ रमाउँदै हिँडिरहेको थियौँ। अनि त्यो सँगसँगै हामीले चाहिँ यो यस्तो राम्रो होइन हरियाली, यस्तो शीतल, यस्तो मजाको भ्यूहरू होइन इन्जोय गर्दै रमाउँदै हामी चाहिँ खुसी हुँदै हिँडिरहेको थियौँ। अनि यो चाहिँ मैले यो पाहाडको चाहिँ लाइक के हुन्छ नि ढुङ्गा यस्तो दामी लाग्यो कि होइन, यस्तो दामी लाग्यो पुरै हरिहरि छ। अनि बिचमा चाहिँ क्या मजाको क्या ठुलो ढुङ्गा क्या होइन। अनि त्यो चाहिँ मैले क्याप्चर गरेको हल्का। हामी चाहिँ गाडी रिजर्भ गरेर गएको थियौँ, त्यही भएर यस्तो रमाइलो भयो होइन। सरर हामी चाहिँ मस्त हाँस्दै रमाउँदै होइन गुरुसँग गफ गर्दै हिँडिरहेको थियौँ। अनि मैले चाहिँ हल्का फुल्का बाहिर पनि क्याप्चर गरिरहेको थिएँ। अनि यस्तो भोक लागिसक्यो त क्या होइन। अनि के खाऊँ अब होइन, अब बिच बाटोमा यस्तो हल्का फुल्का अब दोकान त कमै हुन्छ नि त। सो एउटा ठाउँमा झऱ्यौँ हामी चाहिँ होइन, अब केही खाऊँ भनेर। अनि उहाँ ड्राइभर अङ्कलले चाहिँ यहाँ चाहिँ बटुक चाहिँ एकदम दामी पाउँछ है भनेर अनि हामीलाई त्यहाँ रोक्नुभयो क्या। अनि हामीले चाहिँ सिन हेर्दै बटुक खान लायौँ अनि फोटोसोटो पनि खिच्यौँ। सो फाइनली हामी चाहिँ पाल्पा पुगिसकेको थियौँ। अनि त्यसपछि हामी चाहिँ कोठामा गएर टक होइन ड्रेस पनि चेन्ज नगरिकन हामी चाहिँ बाहिर डुल्न निस्किसकेको थियौँ। अनि बाहिर डुलेर हामी चाहिँ भोलिपल्ट हाम्रो ट्रेनिङ चाहिँ कहाँ हुन्छ भनेर अनि गुरु चाहिँ ध्यान जानुभएको थियो होइन, यहाँ हुन्छ है तिम्रो भोलि ट्रेनिङ भनेर। अनि यो चाहिँ पाल्पाको टुडी खेल हो है। अनि यस्तो दामी थियो नि यो चौर चाहिँ होइन। अनि आर्मीको क्याम्प पनि रहेछ अनि ट्रेनिङ सेनिङ गर्ने यताउति पनि होइन। अनि यो टुडी खेल चाहिँ यस्तो दामी थियो नि, हामी चाहिँ सबै हेरिरहेको थियौँ होइन यताउति। अनि त्यहाँ चाहिँ सबै भलिबल फुटबल होइन क्रिकेट सबै खेल्नेहरू त्यहाँ खेलिरहेको हुनुहुन्थ्यो। अनि हामी चाहिँ फेरि उता माथितिर लायौँ। अनि यहाँ चाहिँ हामी उता माथि दरबार हेर्ने भनेर लागेको थियौँ होइन। अनि यहाँबाट पुरै उकाली थियो कि होइन। अनि तर हामी तराईमा बस्ने मान्छे होइन, उकालो चढ्न त गाडी हुन्छ नि त। त्यसपछि हामी सानो फ्यामा गर्दै सबैजना चढिरहेको थियौँ। मैले चाहिँ पछाडिबाट भिडियो गरिरहेको थिएँ। अनि हामी साइडमा घरहरू हेर्थ्यौँ कि यस्तो राम्रो लाग्यो मलाई, घरहरू चाहिँ यस्तो राम्रो लाग्यो होइन। म काठमाडौँ पनि अहिलेसम्म गएको छैन होइन, तर अरू चाहिँ काठमाडौँ जस्तै लाग्यो यताउति भन्नुभएको थियो। सो मलाई चाहिँ थाहा भएन, तर यो भ्यू हेरेर चाहिँ मलाई यस्तो दामी लाग्यो नि। अन्त घरहरू चाहिँ पहिल्यै पुरानो घरहरू के होइन, कति राम्रो के। Guys, we are in Palpa, Tansen. This is our group. यता हेर्नु सबैजना। अनि ऊ चाहिँ मेरो साथी होइन। अनि हामी चाहिँ करातेको साथी हो। अनि उसले चाहिँ मेरो ब्लगमा हेल्प गरिदिएको रहेँ कि ब्लग बनाइदिएर म चाहिँ हिँड्न सकेको थिएन। अनि उसले चाहिँ छिटो अघि लगाएर ब्लग गराइदिएको रहेँ कि। अनि उसको भाइ चाहिँ मैले सुलाइदिएको छु, यसमा हल्का काटेको मात्र हो। अहिले यो पाल्पा दरबार अस्ति नै 10 वर्ष जनयुद्धको बेलामा भीषण आगलागी भएको दरबारमा आउँदैछौँ। अहिले चाहिँ एकदम रिपेयर भएर यतापट्टि देखाउनु होला, एकदम यो मर्मत सम्मारको काम एकदम अगाडि बढिरहेको छ, धेरै राम्रो छ। अब घुम्न भनेर आएको आमा हो, कति ठुलो ढोका हो भित्र। यो चाहिँ हाम्रो ग्रुप कतिजना छन्। म चाहिँ थकेर बोलिसकेको थिएन, यस्तो ठाडो उकालो थियो, फ्या भइसकेको थियो, त्यही भएर म चाहिँ बोलेको थिएन। अनि गुरुले चाहिँ भन्नुभएको थियो यताउति यस्तो भनेर, हाम्रोलाई सबै कुरा थाहा हुन्छ कि। अनि त्यसपछि चाहिँ हामी एकैछिन त्यो दरबार हेऱ्यौँ। अनि त्यसपछि साइडबाट आउने बाटो रहेछ नि त, साइडबाट सर हिँड्दै फोटोहरू खिचेर होइन, फोटो चाहिँ मलाई अगाडि राखिदिएको छु, त्यो चाहिँ हेर्नु होला। त्यो फोटो खिचिसकेपछि चाहिँ हामी चाहिँ एउटा गेटबाट भित्र छिर्यौँ। गेटबाट भित्रिसकेपछि यस्तो दामी होइन, यो चाहिँ यस्तो राम्रो लाग्यो कि। त्यसपछि मैले भ्यूहरू क्याप्चर गरिसकेँ। त्यसपछि हामी चाहिँ त्यहाँ यस्तो थकीहरू मेट्नको लागि हेरिरहेको थियौँ, बसिरहेको थियौँ होइन। एकदम रमाइलो ठाउँ थियो, एकदम रमाइलो भ्यू थियो होइन। त्यो हरियाली, अन्त हरियालीमा त्यहाँको मानिसहरू होइन। अनि यस्तो राम्रो घरहरू, अनि पहिलेको घरहरू देखेर के मन एकदम खुस भइरहेको थियो कि, रमाइलो खालको भइरहेको थियो होइन। अनि हामी चाहिँ त्यो हेर्दै रमाउँदै वहाँ पुग्यौँ। हामी चाहिँ यस्तो मजाले बसिरहेको थियौँ त्यहाँ होइन। साइडमा टक्क कुर्सीहरू पनि थियो, कति राम्रो तरिकाले त्यो फुलहरू रोपेको होइन, यस्तो रमाइलो लाग्दो कि फुलहरू देखेर होइन। अनि त्यसपछि चाहिँ ठ्याक्क बस्दै साँझको बेलामा झपक्क लाइट बोल्दो रहेछ कि म अहिलेसम्म पालो गर्थेन होइन। त्यसपछि झपक्क लाइट बोल्यो होइन, लाइट बोलेपछि यस्तो दामी देख्यो त्यो। अनि त्यसपछि हामी भिडियो गरायौँ, फोटो खिच्यौँ। अनि त्यसपछि हामी रुममा फर्क्यौँ। अनि होटल फर्किने क्रममा चाहिँ हामीले यो नानीलाई बाटोमा भेटेको यस्तो राम्रो यति क्युट कि होइन। अनि त्यसपछि हल्का भिडियो गराएको नानीको। अनि भिडियो गराइसकेपछि चाहिँ अनि हामी चाहिँ लाग्यौँ तलतिर रुमतिर लाग्यौँ। अनि रुममा गएर भोलिको लागि तयारी गर्न लाग्यौँ ट्रेनिङको लागि। अनि सुत्यौँ।